म पहिला पहिला त्यत्रो गेम पनि खेल्दैन थिएँ यही 2-4 महिनाबाट हो बल्ल अलिअलि खेल्न थालेँ पहिला पहिला आउन त आउँथेँ तर यसो एकछिन आउँथेँ ट्याप ट्याप गराउँथेँ यताउति गर्नु जान्थेँ त्यति रेगुलर आउँदैन थियो नि पहिला ओ थ्याङ्क यू सो मच एबिसिडी थ्याङ्क यू ABCD 3 थ्याङ्क यू ABCD गर्दा दिपजी थ्याङ्क यू यो घर बनाउनु सोध्न पर्छ नि सोध्दैन यत्रो वर्ष जापानमा बसेको मान्छे बिचरा होइन कोही इन्डिया सिन्डिया भए पनि नेपालमै बसे भए त बरु टिकटकमा आएर बनायो भने पनि हुन्छ हामी त विदेशमा भएका मान्छेहरू तर जापान जस्तो कन्ट्रीमा त मान्छेले 3-4वटा घर बनाउने बेला भयो एउटो घर दाइको घर कहाँ छ यहाँ काठमाडौँमा काठमाडौँ छैन बुटो होला काठमाडौँ त किनिन मैले घडेरी पनि किने छैन घर तर काठमाडौँमा चाहिने हो एउटा चाहिन लाग्यो जस्तो किन्नु कहाँबाट बनाऊ अर्को बिग म्याच फेरि हानिदिनु पर्दैन त अर्को बिग म्याचले पनि भ्याउँदैन तपाईँको कति आउँछ एक महिनामा एउटा एउटा बिग म्याच हान्नु पर्दैन त करोडमा आउनु नगर हामीलाई आउनु त्यो 2-4 लाख हो त्यही पनि चाहिन्न पर्यो हिसाब बाबुले हैरान पार्छ नि दाइ यस्तो हुन्छ क्या बिग म्याचमा आएको सबै राख्न पनि पाइन्न तपाईँको केही आफूले अरू खेल्दाखेरि आफूले पनि फर्काउनु पर्ने हुन्छ हो नि जस्तो होइन नि त बिग म्याच हो नि टिकटकबाट घर बनाउने त पहिला पहिला बनायो होला नि तर जमाना अब कोरोनाको टाइममा नेत्र भूषालले बनाए होइन हो नि हाम्रो रवि ठकुरीले चाहिँ गाडी किने हो नि अंशुकरणले गाडी किने घर किने हो नि मन्दिरा बहिनीले के गरिन् उनीहरूले गरे तर के गरे हामी मात्र केही भएन हामीले त आएको राखिन्न नगर आएको सबै दिने हो दिएपछि कहाँबाट बस्यो थ्याङ्क यू सो मच हाम्रो एबिसिडी एबिसिडी भन्नुभयो थ्याङ्क यू सो मच उहाँलाई धन्यवाद छ एबिसिडी 1 2 3 सन्जी घले दुधजी डियर साथी किन आवाज फर्किया मेरो आवाज अड्क्या हा होइन मेरो फर्किया है अलिअलि अड्किरहेको दाइ महिलाहरू थ्याङ्क यू रोसु डबल ट्याप गरौँ है अनि दाइको बिसँग कस्तो परिरहेको झगडा सगडा पर्दैछ कि ठिकै चलिरहेको बिउसँग झगडा परेको छ कि छैन अहिले कि खेल्नु भएको झगडा के भन्नु दाइले के झगडा गरिराख्ने र जति बेला पनि भने बोल्दा बोल्दै धेरै बोल्ने मान्छेसँग झगडा भइ त हाल्छ मसँग धेरै बोल्नु भने झगडा हुन्छ त्यस्तो त गाइज ट्रिपल्समा खेलौँ ल म्याचमा फोकस गरौँ गाइज अब साथ तिमी गाइज तिनवटा रोज गाइज 3-3-3 टिकटकमा चाहिँ मित्रता भन्दा झगडा धेरै हुने रहेछ कि झगडै होइन मान्छेहरू रुचाउँछ नि त थाहा छ दाइ हामीलाई पनि अब ए लभ परेको भएर त्यहाँ मिलेको भन्दा पनि त्यहाँ झगडा भएको हेर्न मनपर्छ नि त थाहा छ
मिलेको त डाँड गर्छन् झगडा चाहिँ मान्छेहरूले रमाइलो मानेर हेर्छन् क्या मिल्यो भने किनौँ मिले यिनीहरू होइन कसरी यिनीहरूलाई भड्काउने हो उता गर हो त हो तल माइलाले यसो गरौँ भने उता गएर भड्काइदिन्छन् यता आएर "ओइ, तँलाई यसो भनिन्छ भने भड्काइदिन्छन् दुईतिर त्यो भ्यू छोप्ने काम गर्छन् सुनियो खबर गाइस ट्रिपल सबैजना ट्रिपलमा डबल ट्याप गरौँ त गाइस ट्रिपल्समा हेलौँ गाइस ट्रिपल्समा गाइस लेट्स प्ले इन ट्रिपल्स मेसी खोइ सुनियो बोलो बोलो गाइस ट्रिपल्स मेरो पनि ठिक छ मेसी दादालाई बोलाउ न है इन्टु 3 म्याच चाहिँ हामीले जित्छौँ जस्तो छ है मलाई यो म्याच चाहिँ हामीले जित्छौँ जस्तो छ डबल ट्याप गाइस डबल ट्याप एभ्रीबडी डबल ट्याप गाइस सबैजना डबल ट्याप गरिदिनु त गेम खेल्नलाई पनि कस्तो आवाज फर्किरह्यो घरमा मजा आएन भित्र आवाज फर्कियो हो त केही बोल्यो कि फर्क्यो दाइले पनि सुन्दाम भएको छ त्यो फर्क्यो हो ए हामीलाई चाहिँ फर्किने होइन काटेर आइरहेछ क्या हाम्रोमा चाहिँ किन हो त्यस्तो खै इन गरेर आउनु न त किनभने अर्कोसँग एक्जामसँग जोइन गर्नु उसँग नि यस्तो भयो तपाईँसित जोडीदारी मात्रै यस्तो भयो अरूसित जोडीदारी भएको खै के भयो तिम्रो मान्छेलाई तिमी मलाई अनि कहाँ गायब हुनुभएको छ नि त अनि बोलाउनु हाम्रो मेसी हो नि त तिम्रो पनि मेरो पनि गाइस 30 सेकेन्ड्स धेरै लाइफमा बसेपछि एनर्जी घट्दो रहेछ क्या मान्छेको है घट्छ नि थाकिन्छ मेन्टली लाइट हेरेर थाकिन्छ लाइट हेरेर थाकिन्छ मेन्टली थाकिन्छ टाढा बस्नुपर्छ लाइफबाट अनि एउटै ठाउँमा नचलिकन है फोकस भएर बस्दाखेरि अनि अलिक हुन्छ क्या थ्याङ्क यू सुभाष गाइस स्नाइप गरौँ त गाइस एउटा ह्यान्ड आर्ट स्नाइप गरौँ त गाइस वान ह्यान्ड आर्ट गाइस वान ह्यान्ड आर्ट गाइस स्नाइप थ्याङ्क यू जित्यौँ ल हुन्छ दीक्षा छुट्यौँ अब ल छुट्यौँ दाइ ल हामीलाई ग्लोभ्स आयो क्या नि बाई